सो गाइस हामी फोटोसुटहरू पनि भइसक्यो यहाँ अटल ब्रिजमा। सो अब हामी जाँदैछौँ घरतर्फ र आज हामी रिभर फ्रन्ट आएको अटल ब्रिज यही हो। आज चाहिँ हामी ब्रिजमा होइन यता रिभर साइडपट्टि जाने हो। रिभरबाट चाहिँ यता यो रिभरको भ्यू पोइन्ट मजाको निकाल्छु म आज। र अहमदाबादको मेरो वान अफ द टुरिस्ट गाइड चाहिँ यहाँ छ है। हाम्रो जो यो अटल ब्रिज चाहिँ यो ब्रिजमा अस्ति घुमेको नि त, त्यसले आज चाहिँ यहाँ मुनि जाउँ भनेर चाहिँ अब यहाँबाट जाने हामी। यहाँ इभिनिङ वक गर्नुको लागि चाहिँ राम्रो रहेछ जग्गा, प्लेसहरू फोटो खिच्नुको लागि, रिल्सहरू बनाउनुको लागि मान्छेहरू धेरै छ। मान्छे त केही बिना भिड, बिहान बेलुका एनी टाइम भिड हुन्छ यहाँ चाहिँ। सो गाइस हामी फोटोसुटहरू पनि भइसक्यो यहाँ अटल ब्रिजमा। सो अब हामी जाँदैछौँ घरतर्फ फर्केको। त्यहाँ त मान्छेहरू निकै आउँदो रहेछ इभिनिङ वकतिर, साइक्लिङहरू यहाँ साइक्लिङ गर्दैछ 2-2 जना बसी। र मेरो टुरिस्ट गाइड चाहिँ यहीँ छ अहमदाबादको। गाइस यहाँ साइकलहरू पनि रहेछ रेन्टेडमा। के भन्छ यहाँ हो एन्ट्री फी चाहिँ, यहाँ रहेछ टिकट काट्नुको लागि साइकल रेन्टको लागि। किनभने यहाँ चाहिँ पुरै लामो छ क्या, नभनेको नि कति किलोमिटर टाढो होला वकिङ डिस्टेन्स होला नि, 10 किलोमिटर जति सायद। 10 किलोमिटर त नभनौँ, 5 किलोमिटर जति चाहिँ होला वक गर्ने डिस्टेन्स। सो साइकल पनि राइड गर्नु पाउँछ यसरी। र गाइस अब हामी निस्किँदै गरेको यहाँ जो छ यस सबलाई हाई भनिदिनु अब। र यही अन्तिम अब अटल ब्रिजको ब्लक यही छ।